कि त्यस्तो कलङ्कीको चोकमा चोकमा कसरी त्यस्तो झगडा भयो भने क्या सर गली गली भित्र भित्रतिर हो के सामान सिमान हाने कि यत्तिकै सुभाष सर त्यसो नखाम न यार सरको त म सिङ्गिङको त फ्यानै भएन एउटा गीत भन्न यार मलाई झगडायो म खेल्नै मनै लाग्छ न म यहाँ गिटार हानेर गीत गाउन मलाई चिल पारमा साथीहरूसँग तर कोही साथी नै छैन कोही साथी नै छैन कि म्याचलाई गीत सुनाउनको लागि यार गीतमा लाइभ अहिले सुन्छ भने गिटार हान्दै भनेको जोन चामिङ आइराछ सर हाम्रो लाइभमा भन कुन गीत सुन्दै छ एउटा झोल त भन्नु एउटा झोल चार्मिङ आइराछ हाम्रो लाइभमा सर यो गीत त राख्नै पर्छ यार कुनले त्यो झडा परेर त्यो हाम्रो ओबी सर थाहा छ पहिला हाम्रो च्याटमा ओबी सर हाम्रो आर्जन निशा सरको साथी क्या हिजो अस्ति सामान हानेर अनि त्यो होलीको केसमा झगडा भएर सामान हानेर त्यो मार्दैछ अरे क्या त्यस्तो कलङ्कीमा कसरी त्यस्तो भयो होला भने क्या मलाई क्या अचम्म लाग्छ यार खाने टाइममा त यतिकै त होइन कल्पना संसारमा भेटौँ हामी भोलि फेरि भेट होला या मलाई त सिक्दै यार आमामा गीत सुनेर म त फोकसै गर्न सकेन यार त्यही यार सर केही तर त्यस्तो कुरालाई इस्युमा लिएर चाहिँ जान नहुने यार सर कस्तो अब सुन्दा नै कस्तो नरमाइलो लाग्यो यार प्रवेश कुमारै कस्तो गीत गाइदिएको यार हाम्रो सरले त यार त्यतिसम्म मात्रै आउँछ मलाई त्यसै आउँदैन कुन गीत सुन्छ अर्को भन ल सपनाको मायालु उसको सुनाउनु न मलाई सबिन राईको सुन्छ सबिन राईको ल सबिन राईको कुन ओ माय गॉड गुराँसोको फेद मुनि आए चाह गए नि किन लाग्छ मलाई तिमै माया गुराँसोको फेद है गुराँसोको मुनि फेद मुनि सम्झनाको छाया किन लाग्छ मलाई तिमै माया एक बारको आम्मामा हाम्रो अम्मा चिको बानमा खले यो मुलाको साग गयो त लास्ट गीत हामी अनमा अक्कोले फेरि के फालेछ डरो गीत गाए त यार यार ओए ल भन अझ एउटा गीत भन्न ल मलाई आउने खाले यतिकै थिचेर जोन दाइको अझ एउटा हान्छु जोन दाइको के गरौँ हान्छु के गरौँ
अनि के हो त्यो त्यस्तो एग्रेसनमा गएको अमरे समय नछोड्ने भनेर के गर्नु सम्झिँदै बाले म के गर्नु तिमीलाई सम्झु के गर्नु सम्झिँदै हाले म के गर्नु गीत नगाऊ यार केही नगर यार बोलाउँदिन भन्छु बोलाइहाल्छु म बिर्सिदिन्छु तिमीलाई तर यो दिन भुल्न अनि उनीहरू चाहिँ खोइ त सर मतलबै छैन यार च्याट नि पढाएन यार कानबाट नपढाइसक्यो यार स्टिभ ल तोला न सोल पार्ट ओ स्टिभ हान्न सोलो पार्ट सबलाई समायो अनि के गर्ने भयो अब यिनीहरूलाई समायो नि हैन 1 महिना 2 महिना जेलमा हाल्छ अनि छोडिदिन्छ क्या सर त्यही हो नेपालमा भन्न भाइ मेरो भोइस कस्तो भयो छ अहिले पहिलाको भन्दा सुत्रै छ कि अझै कस्तो छ त्यो ज्यान मुद्दामा हैन कस्तो आई मिन कति वर्ष रह्यो पावर हुने एकै क्षणमा निकाल्दिन्छ नि कस्तो लाग्यो राम्रो लाग्यो नराम्रो कुरा कस्तो भयो I can take your in my heart अन्ना बन लामो कस्तो लाग्यो भने कि मोबाइल लेजेन्ड ब्याङ भयो भने त्यो अनि मान्छे चिन्ने भयो भने त छोड्दिन्छ यार ए तेरो टाउको लामो कस्तो लाग्यो मेरो भोइस त्यो भन्न मलाई कस्तो लाग्यो मलाई गीत गाएको तर मोबाइल छ अल्लाह लौडे जा मैं असली बिल्ला है जैसे मिनाटोले मेरे बिल्ला तो लाम लाइक साले तो कस्तो भने न ढाटी किन भन्नु कस्तो लाग्यो कि राम्रो छ कसम हाम्रो यहाँ मिनाटोले यहाँ बिल्ला है कि मिनाटोले लिलाले more damage bro लाने मत भयो सर सेवेज what the stack is bad na जनु no best ओए को त्यस्तो के हान्नी ल ओए ज्ञानु जोर रिपोर्ट जोर ज्ञानु सेवेज गयो